दक्षता वृद्धि गर्न, श्रमको लागत घटाउन र प्रतिस्पर्धात्मक बजार निर्माण गर्न कृषि यान्त्रिकरणको भूमिका झन् महत्त्वपूर्ण हुँदै गएको कुरा हामी माझ सर्वविदितै छ। आजको यस विशेष अवसरमा कृषि क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग, सम्भावना, चुनौतीहरू र आवश्यक नीतिगत सुधारका विषयमा विचार विमर्श गर्ने अवसर प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। हामीले आज चाहिँ मतलब भित्र्याएका जुन यन्त्र उपकरण र गुणस्तरका विषयमा जुन ढङ्गको प्रश्न उठेको छ, कतिपय साथीहरूले त सुनिसक्नु भयो होला। मैले 2टा ट्र्याक्टर म आफैले फटाएँ। 2 वर्षमा 2टा ट्र्याक्टर, हाते ट्र्याक्टर। एक बाली लगाइयो, बिग्रियो। मैले 50,000 मा पहिलोपटक किने, त्यो पनि अनुदान सहित 50,000 हाल्नु पर्यो, त्यो अनुदानको थियो। चलाइयो, एक बाली लगाउनु बित्तिकै बिग्रियो, चलेन। त्यसलाई बजारबाट मान्छे खोजेर ल्याएर बनाउनु लागेको 10,000 रुपियाँ लाग्यो। एक बाली अर्को लगायो, अर्को पटक बनाउँदाखेरि 11 कि 12,000 लाग्यो। 22,000 पुगेपछि 50 र 20 22 ले 72,000 पुग्यो। भइयो यो ट्र्याक्टर बेचौँ भने 10,000 बिक्री। हालांकि दुईटा 2-3वटा चाहिँ यो मल कारखानाको विषयमा फिजिबिलिटी स्टडी यो लगानी बोर्ड मार्फत भइरहेछ। त्यसमा पनि पटक विषयहरू चाहिँ मैले नै भनेको थिएँ कि यो कृषि मन्त्रालयको भन्दा यो उद्योग वाणिज्य मन्त्रालयको उद्योगको विषय हो। हामी त यसमा कति उत्पादन हुन्छ, स्वदेशमा कति खपत गर्ने हुन्छ हामी पक्षपाती गर्छौँ। त्यसको कन्ज्युमरको हिसाबले मन्त्रालयले त्यो कुरामा सुनिश्चितता गर्छ भन्ने विषय चाहिँ हाम्रो रहन्छ। र त्योभन्दा बढी अब मलको विषय गर्ने हो छुट्टै अब 1-2 घन्टा नै छलफलको कुराहरू हुन्छ। पाटो गुना गर्न र मेटेरियलदेखि उत्पादनसम्मको विषयहरूमा, टेक्नोलोजीको विषयमा, म्यानेजमेन्टको विषयमा छलफल गर्नलाई लामो छलफल हुन्छ। म त्यता गर्छुन, तर प्राङ्गारिक मलको प्रवर्धनमा चाहिँ हामी लाग्छौँ। किनभने टेक्निकल्ली अब प्राङ्गारिक मलको चाहिँ विषय छ। प्राङ्गारिक मलको अहिले पनि स्थानीय तर्फबाट सबै दिएको छ, अनुदान व्यवस्था गर्न सकिन्छ, विगतमा पनि गरेको। तर यसलाई चाहिँ हामीले के गरेका छौँ भने मन्त्रालयले नीतिगत रूपमा नै प्रदेश तहसम्म सीमित गरेर रजिस्ट्रेसनको केही पाटो चाहिँ विभागसम्म अलिकति ठुलो पऱ्यो भने हुन्छ, मन्त्रालयको पनि आउला। यही कानुनहरू वास्तवमा हामीसँग राम्रै हुँदाहुँदै पनि वास्तवमा त्यो हामीहरूको चाहिँ त्यो त्यसको इम्प्लिमेन्ट चाहिँ गर्ने त्यो डाउन द लाइनको जुन मेकानिजम चाहिँ छ वास्तवमा त्यसले चाहिँ काम गरेको चाहिँ छैन। र त्यो हिसाबले पनि म चाहिँ के आग्रह गर्न चाहन्छु भने जुन अहिले कानुन परिवर्तन चाहिँ भएको छ, जुन कानुनहरू चाहिँ भन्नाले चाहिँ इम्प्लिमेन्टबाट चाहिँ जुन आउने चाहिँ रिजल्टको लागि चाहिँ वास्तवमा डाउन द लाइन हाम्रो चाहिँ मेकानिजमलाई पनि त्यही अनुसारको नियमावली, कार्यविधि र अझ भन्दाखेरि मान्य मन्त्रीज्यूलाई सचिवलाई थाहा छ एटिच्युड चाहिँ ठिक हुनु पर्यो भनेर भन्नुहुन्छ। भौगोलिक भूबनोट, परम्परागत कृषिबाट पलायन, युवा जनशक्ति, जलवायु परिवर्तन र प्रविधिको उपयोग लगायतको कारणले न्यून लागत, उच्च उत्पादन र दिगो बजारीकरणको लागि कृषि यान्त्रिकरणको विकल्प छैन। यान्त्रिकरण भनेको सम्पूर्ण कृषि क्षेत्रको एउटा मेरुदण्ड हो भन्ने हामी भन्न चाहन्छौँ। कोरोना कालमा त कृषिको महत्त्व अझै राम्रोसँग झल्किएको हामीले बिर्सिएका छैनौँ। त्यसको लागि पनि यस सङ्घद्वारा कृषिमा नवीनतम प्रविधिको प्रयोग, उत्पादन, प्रदर्शनी, आयात र प्रविधि प्रवर्धन र विस्तार गरी कृषि उपज वस्तुलाई उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनको निम्ति आवश्यक पहल र सहयोग आदान प्रदान गर्दै आइरहेको कुरा म स्मरण गराउन चाहन्छु।